हेलो एभ्रिवान आज चाहिँ म मासुको अचार बनाउँदैछु। एकपट्टि मसला भुट्दैछु, अर्कोपट्टि ग्रिन अनियन, खोर्सानी, अदुवा, लसुन काटेर रेडी छ र यहाँनिर मासुको सानसानो पिसेस फ्राई गरेको छु। अब मैले तेलमा अघिको लसुन, अदुवा अनि काटेको खोर्सानीलाई हल्का गरम भएको तेलमा फ्राई गरेको छु। त्यसमा फ्राई गरेपछि मैले यसमा हरियो स्प्रिङ अनियन्स हालेको छु हैन। अनि त्यसलाई पनि एकछिन भुट्छु। त्यसको पानी अलिक सुक्ने गरी भुट्छु त्यसलाई है। अब यसलाई एकछिन भुटेपछि त्यसको पानी जब सुक्छ त्यहाँदेखिको त्यसमा चाहिँ नुन हालेको छु मैले हैन। अनि नुन साह्रो बेसी हैन किनभने मासुमा पनि अलरेडी नुन हालेर फ्राई गरेको छ। अब त्यसमा अघिको भुटेको मसला पिसेको छु र यो पिसेको मसलालाई पनि त्यसमा हालेर अलिकति चलाइदिन्छु। अब यसमा त्यो मसलालाई बेसी भुट्नु हुँदैन हैन। त्यहाँदेखि फेरि त्यसमा मैले पिरो खोर्सानी हैन अनि रङको लागि चाहिँ पाप्रिका पाउडर हालेको छु। त्यसलाई पनि एकछिन चलाइदिने। अब त्यसमा चाहिँ अघिको फ्राई गरेको चिकन है त्यसलाई पनि एड गरेर त्यो मसलासँग मजाले मिलाइदिने है। एकछिन सानो आगोमा त्यसलाई मसलालाई मजाले मासुभित्र पस्ने गरी चलाइदिने। अब भिनेगर मिसाएर त्यसलाई अलिकति चलाएर ग्यास अफ गरेपछि त्यसलाई सेलाउन दिएर मजाले राख्यो भने तपाईको चिकनको अचार रेडी भयो र एन्जॉय।